हेलो नमस्ते साथीहरू। यो चाहिँ मेरो बेलुकाको सानो एउटा मिनी ब्लग हो। मैले चाहिँ के गरेको छु आज भनेर चाहिँ सानो भिडियो एउटा बनाएको छु। अब भिडियो अन्तिमसम्म हेर्नु होला। अनि मेरो सदाबहारको बिरुवाको थियो गमलामा, अनि कति धेरै दिन भयो के त्यो मर्यो है अहिले। अनि त्यसपछि फुलहरू फुलिरहन्थ्यो, पूजा गर्नलाई दुःख हुन्थेन। अनि नानीले भन्नुभएको थियो नन्दको घरमा मेरो छ बिरुवा लिएर आएर सार्नु भनेर। म चाहिँ टाइम नहर जानै पाएको थिइनँ। ल त आज भनेर कामसाम खतम गरेर एकछिन गएको थिएँ, घरमा गएको थिएँ नानीको। अनि त्यसपछि माथि चाहिँ यो फर्सीको मुन्टा चाहिँ टन्नै रहेछ। नानीहरूको त फल्छ पनि के, फर्सी मुन्टा छ नि त। अनि त्यही भएर अनि कस्तो म फर्सी मुन्टा पाएपछि त ल भाउजू लानु एक छा खानु तपाईँ नि भनेर अनि मुन्टा लगलग भइरहेको छ अलिअलि। अनि लिएर आएँ। अनि त्यहाँदेखि उनीहरूले चाहिँ पहिला खाएको हामीले चाहिँ भनेर। अनि यो चाहिँ मेरो यो लुडेको सागो बाहिर गमलामा थियो, मैले त्यो टिपेर अनि यसमा मिसाएको। अनि यहाँ त पाउँदैन फर्सी मुन्टा एकदमै पाए पनि यस्तो जखरक्क परेको राम्रो हुँदैन के। अनि त्यही भएर म त्यस्तो ल्याउन्न, अलिक कलिलो खालको मात्र मनपर्छ मलाई। अनि त्यहाँदेखि लिएर आएँ, लिएर आएर मजाले भुइँमा बसेर रेसार सबै फालेँ। अनि तलको त लामो तान्द्रा हुन्छ नि, त्यो नि हाल्छु के मैले। हजुरहरू चाहिँ हाल्नुहुन्न, पहिला फाल्थेँ मैले, त्यो त हाल्छु। रेसा फालेपछि मिठो हुन्छ त्यो नि एकदम। अनि तलको मुन्टाहरू सबै हाल्छु मैले। बस अलिअलि चाहिँ त्यही धर्सामा त फाल्ने हो। अनि मजाले फर्सी मुन्टामा गेगारो लाग्छ नि त अब खेततिरको त हाम्रो त। अनि मकै बारीतिर हुँदाखेरिमा पानी परिरहेको छ यहाँ त। त्यही पनि खेतहरूमा त होइन छतमा लगाएको, त्यति त्यो फोहोर त थिएन। फेरि पनि मजाले केलाएर मजाले जमजम पानीले मजाले पखालेँ। फेरि खाँदाखेरि मुखमा केरकेर आउँछ क्या, अनि त्यो राम्रो लाग्दैन। अनि यहाँनिर चाहिँ मैले अब फर्सी मुन्टा बनाउन लागेँ। तेल तातिसक्यो, यहाँ मेथीको दाना राखेँ, अनि प्याज राखेँ, खुर्सानी राखेँ, अनि मजाले यसरी। अनि यहाँनिर चाहिँ मैले काम गर्दै थिएँ है। अनि यो कराई बसालेको थिएँ क्या उतापट्टि। अनि मैले त बिर्सिछु, छोरो यहाँ मोबाइल माग्दै थियो भिडियो बनाउनु थिएँ। अनि मम्मी यहाँ कहाँ होमवर्क आएर ल्याउनु त भने उसको मोबाइलमा चाहिँ किन वाट्सएप चलेन अरे। अनि त्यसपछि लिन आएको थियो। अनि सर्ट भने। अनि त्यसपछि यता सार्दाखेरि यहाँ त सानो ग्यास लाएर चाहिँ कराईमा थाहा भएन, कहिले कस्तो झुक्किन्छ क्या साथीहरू काम गर्दाखेरिमा। अनि तातो कराईमा झ्याप्पै समातिछु मैले त है। देउरे आजम्मै यो सबै उम्लाएर सबै डामिहाल्यो। अब अनि त्यहाँदेखि म त यस्तो हात्तिन्छ नि त है, त्यो पोलेपछि त छोराको पछाडि यसरी ढाप मार्नुपर्छ। अनि फटाफट गएर फ्रिजमा गएर टमाटर काटेर लगाएँ। अनि त्यो लगाउन अनि याद आयो मलाई। अनि यो पोलेको हातमा चाहिँ जस्तो पोले खाने भन्छ नि, फलम काट्ने, अनि पोलेको नै डाम दिनुपर्छ कि। एकपल्ट हाम्रो हात पोलेपछि चाहिँ ग्यास अन गरेर यसरी सेकाइदिन्छु कि मैले, सोहनी गरेर। के अरे दुख्न त दुख्छ, हल्का दुखे नि केही नहुन्न भनेर यसरी सेकाइदिएँ साथीहरू। त्यो सेकाएपछि चाहिँ न डाम फोरा उठ्छ न केही हुन्छ। पानी हुन्छ नि अब पोल्या ठाँदा फोराहरू उठ्ने अनि फुट्ने, फेरि घाउहरू बन्छ, फेरि अब पानीहरू खेलाइन्छ यस्तो हुन्छ। अनि त्यस्तो भएपछि झन् दुःख दिन्छ, गर्मीको घाउ अझ पाक्छ। त्यस्तो गरेपछि नै केही हुँदो रहेछ के। अनि मैले जानेको एउटा सानो हो। हजुरहरू चाहिँ के गर्नुहुन्छ हात पोल्यो भने है, एलोभेरा नि लाए हुन्छ। तर एलोभेरा अनि यो टमाटरहरूले बरु त्यो लाउँदाखेरि नि मेरो त फोरा उठ्छ। यसले गर्दा चाहिँ कति फोरा उठ्दैन के। नर्मल अब केही टाइम चाहिँ दुख्छ, त्यहाँदेखि नर्मल भएर एकदम ठिक हुन्छ। अनि त्यस्तो चाहिँ मैले गर्छु। हजुरहरूले चाहिँ के गर्नुहुन्छ है। अनि यहाँनिर चाहिँ अब फर्सी मुन्टामा मैले आलु पनि मिसाउन लाएँ। फर्सी मुन्टा कम छ भनेर आलु मिसाउनु पर्यो, अलिक धेरै हुन्छ भनेर। अनि रातो आलु मैले लामो बनाएर काटेँ मसिनरी। फर्सी मुन्टा धेरै पाकेको मन पर्दैन, त्यही भएर आलु चाहिँ मजाले पहिला भुटेँ मैले। भुटेपछि अनि ड्राई भएपछि फर्सी मुन्टा यसरी राखेँ। अनि छोपिँदै गर्दा अनि त्यसपछि छोरोले फेरि फोन लिएर गएछ यति बेला। अनि बाबुले फोनले यहाँ भिडियो मिस भइसक्यो, पुरै भिडियो देखाउनु पऱ्यो नि, फेरि अधुरो भिडियो राम्रो हुँदैन भनेर भने त्यहाँनिर लिएर गइरहेको थियो। अनि मागे लिएर आएर फेरि भिडियो खिचेँ साथीहरू। के गर्ने, फोन यस्तै हो अब, त्यसको फोन के भएछ। अनि त्यही भएर बार लानी ल्याउने गर्दै गरे। अब भिडियो बनाउन थालेपछि त्यही हो के, कहिले के काम यस्तै हुन्छ। घरको काम पनि फुर्सनी हुँदैन, भिडियो बनाउन थालेपछि यस्तै हो। ल त साथीहरू, मेरो आलु फर्सी मुन्टा बनेर तयार भयो। खाएको चाहिँ भिडियो मैले लेट आएको थिएँ, राति राख्न पाइनँ। अनि यहाँनिर फेरि मैले म चाहिँ अब खानासाना बनायो अरे मार्केट गएँ। खानाहरूमा अब हाम्रो अब घरमा त तरकारीहरू हुँदैन नि त। अब गाउँतिर भयो बारीतिर गएँ, यसो गरेर एक छाक तरकारी आइहाल्छ। अब यहाँ त बजार नगइकन कराई बसाल्न नि पाइँदैन साथीहरू। त्यहाँदेखि म गएँ, पानी परेको थियो, नगइकन त के गर्ने भनेर। त्यो हाट बजार लाग्छ कि, म लेट 10 बजीतिर गएको थिएँ। अनि गएर आएँ। अनि त्यहाँपछि सब्जीहरू लिएर आएँ, जति पानी परे पनि सब्जी त ल्याउनै पऱ्यो भनेर। अनि अलिअलि गर्दा नि 2-3 झोला सब्जी त भइहाल्यो। त्यसपछि छोरोलाई तलबाट बेल बजाएर बोलाएँ। अनि लिएर आएँ, काना हालेर लिएर आएको थियो। भिडियो पनि बनाएको थिएँ लुकी। उसले त काम गर्न होमवर्क गर्न लिएर गएको थियो र त्यसले देखेर फालिहालेछ। अहिले खोज्छु त पाउँदैन भिडियो, सबै फालेछ। त्यसले मना गर्छ के, त्यसले भिडियो बनाउनलाई एकदम किन हो खै थाहै छैन। अब त्यस्तै हो, शर्मिलो छ क्या अहिले छोरो, अलि लाज मान्छ। अनि त्यसपछि मैले अब यहाँनिर फटाफट बसेर भुइँमै बसेर पुरै झोला निकालेर मजाले पसिना भएको थियो, पानी परेको थियो। फेरि पनि कस्तो अझै पसिना आउँछ कि पानी पऱ्यो भने।
भदौको महिनामा यस्तै हो। अनि त्यसपछि तरकारीहरू फटाफट निकालेँ मैले यहाँनिर। अब यति बेलासम्म खानाहरू पनि खाएन, लेटै हुन्छ साथीहरू। 11 बजे आइपुगेको थिएँ, सब्जी लिएर 11 बजे आइपुगेँ। अनि त्यसपछि सबै सामानहरू यसरी राखेँ। यो चाहिँ सिमला मिर्च अनि बन्दा, अनि म यो तरकारी चाहिँ धेरै चाहिँ किन भएको नि दोकानको लागि पनि यो मैले ल्याउँछु के, यो चाउमिनहरूमा राख्न पर्छ, बनाउनु पर्छ। अनि त्यसपछि यो बन्दा भयो, अनि सिमला मिर्चहरू भयो चाहिन्छ, अनि टमाटर भयो, ग्रेभीहरू बनाउनु पर्छ, टमाटर पनि, खुर्सानीहरू पनि चाहिन्छ। अरू चाहिँ सबै तरकारीहरू घरको लागि हो। अनि यहाँनिर अब बोडी, भेन्टा भयो, रातो आलु भयो, धनियाँ ल्याएको छु, बन्दा ल्याएको छु, अनि यो घिरौँला भयो, यो खुर्सानी भयो, हरियो खुर्सानी कति लाग्छ। अनि अब यो घिरौँला भयो। घिरौँलाको तरकारी नै अब सिजन छ अहिले, पानी परिरहेको मिठै हुन्छ होला भनेर अनि कमै खान्छौँ हामी घिरौँला। अनि यो प्याज कति महँगोको साथीहरू, 60 रुपियाँ किलो छ। अनि यो चाहिँ डल्ले लौका र अनि भिन्डी भयो, यो चाहिँ टमाटर भयो, टमाटर नि 2 किलो, अनि आधा किलो। अनि दुध पनि लिएर आएको थिएँ, बेलुकै तताएर राख्नुपर्छ कि, दुध पनि डेरी नि त्यताडि आएको थिएँ। त्योहरू सबै सामानहरू बाहिर निक्लिहालेँ, एकैचोटि पानी परे बाहिर निक्लिन घरिघरि किचड लाग्छ कि, अनि त्यही भएर सबै तरकारी यो साथीहरू फ्रिजमा राख्दै थिएँ। सानो भिडियो पनि बनाएको ल त साथीहरू अब नकिनेर ल्याएसम्म केही बनाउन पाइँदैन, यस्तै हो। अब म यो तरकारीहरू सबै राख्छु। ल त ओके बाई साथीहरू, फेरि भेटौँ ल।